आन्दोलन परिचालन कमिटीका संयोजकज्यू र प्रमुख वक्ताको रूपमा रहनुभएका नेपाल शिक्षक महासंघका अध्यक्षज्यू, आबद्ध सम्बन्ध संस्थाका अध्यक्षज्यूहरू र यो हाम्रो आन्दोलनलाई सफल पार्नको लागि आउनुभएका हाम्रो 77 जिल्लाबाट आउनुभएका सम्पूर्ण शिक्षक मित्रहरूमा म नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिको तर्फबाट यहाँहरूलाई हार्दिक अभिवादन गर्न चाहन्छु। शिक्षक साथीहरू, हामीले यो आन्दोलनलाई रहरको रूपमा आएका होइनौँ, बाध्यताको रूपमा आएका हौँ। सरकारसँग कति पटक हामीले चाहिँ सम्झौता गरेका कुराहरू सरकारले पूरा गर्ने कि नगर्ने, सरकारले जुनसुकै सरकार भए पनि त्यो सरकारले चाहिँ हामी पूरा गर्नु उसको चाहिँ कर्तव्य हो। हामीसँग धेरै मागहरू चाहिँ हामीले 75 सालको फागुन 9 गतेका दिन हाम्रो सम्झौता भएको थियो 20-10-30 बुँदे र 78 सालको फागुन 9 गते नै भएको थियो हाम्रो 51 बुँदे र त्यस्तै प्रकारले 80 सालको असौज 3 गतेका दिन 6 बुँदे र 80 सालकै असौज 12 गतेका दिन भएका 5 बुँदे सम्झौताहरू। ती सरकारमा को थिए होइन, सरकार निरन्तरता हुन्छ। सरकारले एउटा सरकारले गरेको काम त्यसको चाहिँ अर्को सरकारले पनि त्यसको जिम्मेवारी लिनुपर्छ र त्यो सरकारमा चाहिँ हामी थिएनौँ भनेर सुख पाइँदैन। त्यति बेलाका सरकार, त्यति बेलाका मन्त्रीहरू हामीले 80 सालको असौज 5 गतेका दिन त हाम्रो त्यति बेला सम्माननीय प्रधानमन्त्री, तत्कालीन प्रधानमन्त्री विदेश भइरहँदा हाम्रो उपप्रधानमन्त्री तथा गृहमन्त्रीसँग हामीले सम्झौता गरेका थियौँ। त्यो अवस्थामा 5वटा अर्थमन्त्री हुनुहुन्थ्यो, सञ्चार मन्त्री हुनुहुन्थ्यो, कानुन मन्त्री हुनुहुन्थ्यो, शिक्षा मन्त्री हुनुहुन्थ्यो र सबै 5-5वटा मन्त्रीहरू र मुख्य सचिव र सबै 5वटै मन्त्रालयका सचिवज्यूहरू र शिक्षाका उपसचिव र सहसचिव सहितको हामीले सम्झौता गर्यौं र त्यो सम्झौता गरेको पनि असौजको 5 गतेका हिसाबले हेर्दाखेरि हाम्रो अहिले 1.5 वर्षभन्दा बढी भइसक्यो र असौज 12 गते पनि हामीले 5 बुँदे सम्झौता गर्यौं। ती मागहरूलाई त्यति बेलाको सेसन हेर्ने हो भने त्यो एउटा सेसन नै कार्तिकको 27-28 गतेसम्म चल्दाखेरि एउटा सेसन केही पुरा भयो र 80 सालको दोस्रो हिउँदे अधिवेशन सुरु भयो, त्यसमा पनि केही कुराहरू आउन सकेन र बर्खे अधिवेशनमा पनि 81 को बर्खे अधिवेशन पनि आउन सकेन र 81 कै यो हिउँदे अधिवेशन पनि समाप्त भएको सरकारले घोषणा गर्यो। यो अवस्थामा हामीले पटक पटक सरकारलाई टाइम दियौं, हामीले चाहिँ हेर्न लगायौं र हामीले जिल्ला पालिका तहमा, जिल्ला तहमा, त्यस्तै प्रदेश तहमा मात्रै होइन, हामीले प्रत्येक पार्टी कार्यालयहरूमा 1 बजेदेखि 3 बजेसम्म धरना गर्यौं र त्यो धरना बसिसकेपछि पनि कुनै वास्ता नभइसकेपछि हामीले 7 गतेदेखि 15 गतेसम्म 9 दिनको हामीले 9 दिनसम्म 8 बजेदेखि बेलुकी 6 बजेसम्म हाम्रो सामाजिक मानव स्रोत विकास केन्द्रमा हामीले धरना रिले अनसन बस्यौं। त्यो रिले अनसनबाट पनि पार नलागिसकेपछि हामीले त्योभन्दा अगाडि नै 20 गतेदेखि हामीले यसरी कार्यक्रम गर्छौं भनेर हामीले प्रत्येक पार्टी कार्यालयहरूमा चाहिँ हाम्रा ध्यान आकर्षण पत्र बुझायौं र त्यति हुँदा पनि यो केही नसुनिसकेपछि हामीले 20 गतेपछि लगातार आज 6-7 दिनसम्म पनि हामीले चाहिँ यसरी 7औं दिनसम्म हामीले यो आन्दोलन चाहिँ गर्न बाध्य भएका छौं र यो बाध्यतालाई सरकारले हल्का रूपले नलियोस्। म नेपाल राष्ट्रिय शिक्षक संगठनको राष्ट्रिय समितिकै अध्यक्षको तर्फबाट मैले सरकारलाई यही कुरा भन्न चाहन्छु कि यो हाम्रो आन्दोलनलाई हल्का रूपले सरकारले नलियोस् र हामीले भन्यौं यसभन्दा अगाडि नै उपप्रधानमन्त्रीसँग हामी चाहिँ बसिसकेका छौं र त्यो बसेको सम्झौतालाई लागू भएन भने अब हामी सम्माननीय प्रधानमन्त्रीकै समुपस्थितिमा उहाँकै रोबरमा हाम्रा मागहरू पूरा गर्नुपर्छ
र त्यो मागहरूलाई अहिले नै हामीले त्यति बेलासम्म हामी विश्वासम फलदायकम भने जस्तै विश्वासमा पर्यौं कि गत साल पनि हुन्छ होला भनेर हामी 1.5 वर्षसम्म पुर्यौं। धैर्यताको बाँध फुट्ने अवस्था आयो। हाम्रो सरकारले अझै पनि यो धैर्यताको शिक्षकहरूको धैर्यताको बाँधलाई चाहिँ फुटाल्ने काम नगरोस्। त्यो धैर्यताको बाँध फुट्यो भने त्यति बेला के हुन्छ त्यो परिणाम सरकारले नै बुझ्नुपर्ने हुन्छ। मैले यति मात्रै भन्न चाहन्छु। र यो सरकारबाट हामीले अस्ति भएका कुराहरूलाई हेर्दा एउटा कमसे कम पनि पेन्सन वञ्चितहरूको मागलाई चाहिँ सुनेर वैशाख अझ 81 सालमा चाहिँ मात्रै होइन 82 सालको वैशाख 1 भन्दा अगाडि जुनसुकै स्थायी भएका शिक्षक साथीहरूले पेन्सन पाउने कुरालाई अध्यादेश मार्फत त्यसलाई ल्याउन सक्यो भने त्यति बेला नै यो अध्यादेश ल्याइदिएको भए हामी यसरी लाखौं शिक्षक साथीहरू अहिले हाम्रो यसीका परीक्षाको कापी जाँच्ने बेलामा र परीक्षामा मात्रै होइन अहिले वैशाखको पहिलो हप्ता भित्रै हाम्रो अहिले भर्ना अभियान भएको बेलामा यहाँ आउन पर्ने थिएन। ताप्लेजुङदेखि कञ्चनपुरसम्म दार्चुलादेखि झापासम्मका लाखौं हजारौं शिक्षक साथीहरू र यहाँ आएर एकजना शिक्षकले कम्तीमा पनि 50-60 हजार भन्दा बढी खर्च गरेर आउने यो बाध्यात्मक स्थितिलाई चाहिँ सरकारले यसलाई अझै पनि गम्भीरताका पूर्वक सोचोस् र यो भित्र कमसे कम पनि हाम्रो 9 बजेदेखि 5 बजेसम्म एउटा विद्यालयको ताला खोल्नेदेखि लिएर त्यसपछि ताला बन्द गर्ने एउटा सरकारको एउटा सानो कार्यालयमा पनि 4-5 जना मात्रै हुँदा भएका ठाउँमा त्यहाँ चाहिँ एउटा कार्यालय सहयोगी कार्यालय सहायकहरूको व्यवस्था गरेको छ भने हाम्रा विद्यालयहरूमा 3-4 हजार विद्यार्थीहरू भएको ठाउँमा 50औं कक्षा कोठाहरू खोल्ने ठाउँमा रहने कार्यालय सहयोगीहरूको समेत र चाहिँ कार्यालय सहायकहरूको दरबन्दी समेत नदिएर 8,000 मा कजाउने र त्यो 8,000 ले 200-300 मा अहिले चाहिँ के आउँछ र यो यति पनि नबुझ्ने हो भने सरकारले बाहिर गएर हाम्रो न्यूनतम श्रम ऐन अनुसारका चाहिँ हामीले दिनेछौँ भनेर श्रम ऐनले तोकेको कुरा पनि नदिने हो भने यो सरकारले चाहिँ के गर्न खोजेको हो यो कुरा चाहिँ सरकारले बुझोस् र हामी शिक्षक साथीहरूबाट तपाईहरुका कुराहरू हामीले सुन्ने मात्रै होइन यसलाई चाहिँ हामीले भनेका छौं हाताहातीका कुराहरू छौं। अब भर्खरै